नमस्ते एभ्रिवान, म अहिले छु तिलौराकोट भन्ने ठाउँमा। यो चाहिँ कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका भन्ने ठाउँमा पर्दछ। यहाँ चाहिँ हाम्रो गौतम बुद्धको बाल्यकाल बितेको ठाउँ, उहाँको दरबार भनेर यो ठाउँलाई चिनिने गरिन्छ। आउनुहोस् तपाईहरु पनि यो ठाउँको बारेमा तपाईहरुले पनि केही जानकारी लिनुहोस् है त। यो तिलौराकोट हो, लुम्बिनी क्षेत्रभित्र पर्ने एक ऐतिहासिक धरोहर। करिब 2500 वर्ष अघि यिनै भग्नावशेषहरूले शाक्य वंशको राजधानी कपिलवस्तु बोकेका थिए। तिलौराकोट केवल ढुङ्गा र भित्ताहरूको अवशेष मात्र होइन, यो भगवान गौतम बुद्धको बाल्यकालसँग प्रत्यक्ष जोडिएको दरबार पनि हो। यहाँ राजा शुद्धोधनले शासन गर्नुभएको थियो भने यही सिद्धार्थ गौतम बुद्ध राजकुमारको रूपमा हुर्किनु भएको पनि थियो। यहाँका भित्ताहरूले उहाँको रमाइलो बाल्यकाल अनि युवा अवस्थाको सङ्घर्ष र गहिरो चिन्तन पनि देखेका छन्। किल्लाको चारैतिर फैलिएका गेटहरू, ढुङ्गाका बाटाहरू र सुरक्षात्मक पर्खालहरूले तत्कालीन शाक्य संस्कृतिको झल्को दिने गर्दछन्। यही तिलौराकोटबाट 29 वर्षको उमेरमा सिद्धार्थले राजमहल त्यागेर महाभिनिशीकरण गर्नुभएको थियो। परिवार र सम्पूर्ण ईश्वरलाई छाडी सत्यको खोजीमा निस्किनु भएको थियो र यही खोजले उहाँलाई बुद्ध बनाएको हो। यो इट्टा चाहिँ प्राचीन कालमा गौतम बुद्धको पालामा दरबार बनाउँदाखेरि बनाएको इट्टा। यो चाहिँ अहिले पाउने इट्टा भन्दा कमसेकम 10 गुणा ठुलो र 10 गुणा गरुङको छ। यो मैले उचाली राख्दाखेरि मेरो हात कामिरहेको छन्। यत्रो ठुलो इट्टा चाहिँ प्रयोग भएको थियो यहाँको गौतम बुद्धको तिलौराकोटको यो दरबार बनाउँदाखेरि चाहिँ। आज तिलौराकोट संसारभरिका तीर्थालु र पर्यटकहरूको लागि आस्था, प्रेरणा र अध्ययनको केन्द्र बन्न पुगेको छ। यहाँ आउने यात्रुहरूको लागि यी भग्नावशेषहरू मौन भएर पनि ठूलो कथा वाचन गरिरहेका छन्। तिलौराकोटको यात्रा भनेको केवल इतिहास हेर्नको लागि मात्र होइन, बुद्धको बाल्यकाल र युवा अवस्थाको अनुभव गर्ने यात्रा पनि हो। ऐश्वर्यभन्दा ठूलो कुरा मानवताको खोजी र शान्तिको बाटो हो। यो धरोहरले हामीलाई पटक पटक यो कुरा बुझाइरहेको हुन्छ। यो ठाउँमा सफा गर्नको लागि भने स्थानीय मान्छेहरू हप्तामा एकचोटि या घाँस अलिकति ठुलो भइसकेपछि चाहिँ उहाँहरू आएर चाहिँ अनि यो ठाउँको सरसफाइ गर्ने काम गर्नुहुँदो रहेछ। यो फर्स्टमा भएको फोटो चाहिँ उत्खनन गरिएको ट्रेचरभित्रको संरचनाको दृश्य भनेको छ। यहाँनिर भएको यो दृश्य चाहिँ, यो दृश्यलाई चाहिँ उत्खनन गरिएको ट्रेचरभित्रको संरचनाको दृश्य। यहाँनिर चाहिँ केही संरचना बनेको थियो, त्यो चाहिँ यहाँनिरबाट उत्खनन गरेर भेटिएको थियो यो ठाउँमा भन्ने। त्यसै गरी अर्को चाहिँ उत्खननको क्रममा फेला परेको माटोको ठुलो भाँडो भनेको छ। त्यो ठाउँमा चाहिँ भेटिएका ठुला ठुला भाँडाहरूका केही वस्तुहरू चाहिँ यहाँ रहेका छन् र तपाईँहरू यहाँ राम्रोसँग पढ्न सक्नुहुन्छ। यो ठाउँको बारेमा अलिकति विस्तृत रूपमा भनिएको छ। यो चाहिँ पसल एवं मन्दिरहरू भनेको छ। उहाँको पालामा भएका पसलहरू र सँगसँगै उहाँका समयमा भएका विभिन्न मन्दिरहरूको बारेमा चाहिँ यहाँ लेखिएको छ। र यो स्थान चाहिँ मन्दिर एवं पसलहरूको लागि चाहिँ भनेर बनाइएको थियो। यो ठाउँको प्राचीन नाम कपिलवस्तु, एन्सेन्ट नेम कपिलवस्तु, र अहिले यो ठाउँको नयाँ नाम तिलौराकोट छ। र तिलौराकोट भनेको ती भनेको 3 ती भनेको 1 2 3, ती मिन्स 3 लाइक 1 2 3, र लौरा भनेको अशोका पिलर, अशोका स्तम्भ। तपाईहरु अशोक सम्राट नाम सुन्नुभयो होला। उहाँ इन्डियाको हुनुहुन्थ्यो। उहाँले गौतम बुद्धको प्रचार गर्नुभएको थियो र उहाँले यो ठाउँमा यहाँ वरिपरि 3वटा अशोका स्तम्भहरू स्थापना गर्नुभएको थियो। र कोट भनेको राजाहरू बस्ने ठाउँ र चारैतिरबाट
भेजिएको पर्खाल वाल कोट भनेको। र यो ठाउँमा यहाँ 3वटा अशोका स्तम्भहरू छ, तर यहाँ भित्र छैन, यहाँ वरिपरि छ। अनि त्यही भएर यो ठाउँको नाम ती लौरा कोट भएको छ। यो जुन गौतम बुद्धको जुन दरबार जुन छ कपिलवस्तु, यो 3वटा अशोका पिलर, 3वटा अशोका स्तम्भको बिचमा छ। त्यही भएर अहिले यो ठाउँको नयाँ नाम ती लौरा कोट भएको छ। यो गौतम बुद्धको राजधानी हजुर। अब यो गौतम बुद्धको आमा बुवाको मेन मन्दिर यही हो सर। हजुर। पूजा गरेको ठाउँ एउटा ठुलो पोखरी थियो, पोखरीमा नआउने यहाँ पूजा गर्ने, पूजा गरेपछि राज दरबारमा जानु होला। हात्तीको कारण यही हो सर, जब गौतम बुद्ध नजन्मेपछि माया देवीले सेतो हात्ती सपना देख्नुभयो, देखेपछि माया देवी गौतम बुद्धको पायो। त्यही कारणमा यहाँको स्थानीय लोग भाकल गर्छन्, भाकल पुरा भएपछि हात्तीको मूर्ति चढाउने चलन छ। गौतम बुद्ध जन्मेको त लुम्बिनी हो, हुर्केको त यही ठाउँ हो। अनि तपाईँ यहाँको को हो? हामीलाई सेवक। तपाईँ यो मन्दिरको सेवक कि यो ठाउँको? ठाउँको? हाम्रो नाम सर फुलमती रैदास हो। तपाईको घर यही नजिकै हो कि कता? तिलौरे कोटमा हाम्रो घर छ। हामीलाई दिनभरि यही बस्नु होला, बिचमा झाडु लगाउने, पूर्वी गेट पश्चिम गेट झाडु लगाउने, यहाँ झाडु लगाउने, बाजा बजाउने, हाम्रो यही काम हो। बाजा पनि बजाइन्छ? हजुर। कति बेला बजाइन्छ बाजा? अब जब सबैजना पूजा गरेपछि हामीले बाजा बजाउनु होला, बाजाको धुन कानमा आउनु भयो कि त्यही कारणमा हामीले यहाँ बाजा बजाउन भयो। ल धन्यवाद है त आमा हजुरले। तिलौराकोट हाम्रो सांस्कृतिक सम्पदा मात्र होइन, सम्पूर्ण विश्वलाई बुद्धको शान्ति सन्देश सुनाउने एउटा जीवित धरोहर पनि हो। तिलौराकोट आउनु भनेको इतिहाससँग संवाद गर्नु पनि हो, बुद्धको जीवनसँग नजिक हुनु पनि हो, अनि आफूलाई शान्तिप्रेमी प्राणीको यथार्थ बुझ्नु पनि हो। आउनुहोस्, एकपटक आफ्नै दृश्यले अवलोकन गर्नुहोस्, एकपटक बुद्धको शान्तितर्फ पाइला बढाउनुहोस्।